बाँचेको चाहिँ परम्परा हो, संस्कार हो। हालेलुया है। आज धेरैचोटि यो आदर भन्ने कुरा एकदमै धेरै महत्त्वपूर्ण कुरा हुन्छ। जहाँ आदर छ त्यहाँनिर परमेश्वरले उहाँको उपस्थितिलाई उहाँले यस्तो गरिकन उहाँले के गर्नुहुन्छ, खन्याइदिनुहुन्छ। अनि बाइबलले तपाईँलाई मलाई भन्नुभएको छ, पहिलो सामुएलको किताब 2 अध्यायको 30 पदमा तपाईँले हेर्नुभयो भने मलाई आदर गर्नेहरूलाई म आदर गर्नेछु। हालेलुया। कसलाई अरे? मलाई आदर गर्नेहरूलाई म के गर्नेछु? आदर गर्नेछु। तपाईँले रोमीको किताब 12को 10 पदमा हेर्नुभयो भने त्यसलाई त्यहाँनिर आदरको कुराहरू त्यहाँनिर बताइएको छ। यो आदर 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 भन्छौँ, तर यो आदर चाहिँ किन आवश्यकता छ त? अब त्यसो भए प्रिय मण्डलीको दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुवाहरू, जब जब हामी मण्डलीमा आदर हुन्छ, जब जब हामी परमेश्वरलाई आदर गर्नलाई सुरु गर्छौँ, परमेश्वरले तपाईँको र मेरो जीवनमा काम गर्नलाई सुरु गर्नुहुन्छ। आज हामी धेरैचोटि एउटा साधारण चर्च देखिए तापनि, हाम्रो परिवार साधारण देखिए तापनि, तपाईँ र म साधारण देखिए तापनि, तपाईँ र म भित्र आदर छ भनेदेखिलाई, तपाईँ र म भित्र परमेश्वरलाई गरिने सम्मान छ भनेदेखिलाई त्यो मण्डलीलाई, त्यो व्यक्तिलाई, त्यो परिवारलाई परमेश्वरले आदर गर्नुहुन्छ। आमेन। आज धेरै ठाउँमा आदर नभएकोले गर्दाखेरि, आज धेरै ठाउँमा मानिसको जीवनमा मानिसहरूले एकले अर्कालाई आदर नगरेकोले गर्दाखेरि मानिसको जीवन लथालिङ्ग भइराखेको छ। किनकि जहाँ आदर छ त्यहाँनिर परमेश्वरले उहाँको आश्चर्य कर्मलाई उहाँले के गर्नुहुन्छ? ल्याउनुहुन्छ। हामीले धेरैचोटि प्रार्थना एकदमै धेरै हामी गर्छौँ, प्रार्थना गर्न एकदमै धेरै हामी जान्दछौँ, आराधना पनि हामी त्यत्तिकै धेरै गर्छौँ, हामी वचन पनि त्यति नै धेरै सुनिराखेका हुन्छ। परमेश्वरको वचन हामी धेरै मानिसहरू कतिजना त दिन रातै वचन सुनिराखेको हुन्छ, युट्युबमा रेडियोहरूमा वचन सुनिराखेको हुन्छ। अनि हामी सेवा गर्न पनि एकदमै माहिर छौँ। तर यहाँनिर आजको दिन महत्त्वपूर्ण प्रश्न चाहिँ, तपाईँले र मैले प्रार्थना गर्न तपाईँ र म एकदमै शक्तिशाली छौँ होला, तपाईँमा आराधना गर्न शक्तिशाली छौँ होला, तपाईँमा सेवा गर्न पनि शक्तिशाली छौँ होला। तर आजको दिन तपाईँले र मैले गर्नुपर्ने प्रश्न चाहिँ एउटा के छ भन्दा, के हामीले एकले अर्कालाई साँच्चीकै आदर गर्न जानेका छौँ त? आज परिवारमा आदरको कम्ती भइराखेको छ, आज मण्डलीमा आदरहरू हराइराखेको छ, आज समाजमा आदर गर्ने कुराहरू हराइराखेको छ। मानिसले एकले अर्कालाई नटेर्ने, मानिसले एकले अर्कालाई नगर्ने, मानिसले एकले अर्काको आदर नगर्ने कुराहरू भइराखेको छ। परमेश्वरको वचनले भन्नुभएको छ, मलाई के गर रे? आदर गर। मलाई के गर रे? आदर गर। जब हामी परमेश्वरलाई आदर गर्छौँ, जब हामी एकले अर्कालाई आदर गर्छौँ, परमेश्वरले तपाईँको मेरो जीवनमा बदलाव ल्याउनुहुन्छ। आमेन। वास्तवमै परमेश्वरले तपाईँको मेरो जीवनमा, तपाईँको मेरो पारिवारिक जीवनमा, तपाईँको मेरो मण्डलीमा, जब हामी मण्डलीमा एकले अर्कालाई आदर गर्न सुरु गर्छौँ, आज धेरैचोटि मण्डलीमा एकले अर्कालाई आदर गर्नुको साटो, धेरैचोटि मण्डलीमा एकले अर्कालाई इज्जत दिनुको साटो, एकले अर्कालाई उत्साह दिनुको साटो, आज धेरैचोटि मण्डलीमा हामी एकले अर्काको कमजोरीहरू खोजिराखेका हुन्छौँ, एकले अर्काको नराम्रो कुराहरू के छ भनेर हामी कोट्याइराखेका हुन्छौँ। त्यसको साटोमा चाहिँ हामीले गर्नुपर्ने चाहिँ वास्तवमा एकले अर्कालाई के हो? आदर हो। हालेलुया। त्यसले गर्दाखेरि यो आदर चाहिँ प्रियहरू परमेश्वरबाट सुरु हुँदछ। तपाईँले र मैले पहिलो नम्बरमा चाहिँ परमेश्वरलाई के गर्नुपर्छ? आदर गर्नुपर्छ। सुन्नुहोस् है, जो व्यक्तिले परमेश्वरलाई आदर गर्छ त्यो व्यक्तिले मानिसहरूलाई पनि आदर गर्न जान्दछ। जो व्यक्तिले परमेश्वरलाई आदर गर्छ त्यो व्यक्तिले आफ्नो परिवारमा भएको मानिसहरूलाई पनि के गर्न जान्दछ? आदर गर्न जान्दछ। किनकि हामी पहिलो आदर चाहिँ कसलाई दिन्छौँ? परमेश्वरलाई दिन्छौँ। अनि त्यस पछाडि हामी के गर्छौँ? संसारमा भएका मानिसहरूलाई हामी के गर्छौँ? आदर हामी गर्दछौँ।
परमेश्वरको वचनले भन्दछ आदर भनेको के हो भन्दा चाहिँ आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु के हो, त्यो एउटा आदर हो। म चाहिँ पनि भन्छु, बाइबलले भन्दछ तपाईँ मलाई, हामीलाई प्रेम गर्ने मान्छेहरूलाई हामीले प्रेम गर्न सजिलो छ, हामीलाई वास्ता गर्ने मान्छेलाई तपाईँले र मैले वास्ता गर्न सजिलो छ, तपाईँ र मलाई आदर गर्ने मान्छेलाई यहाँहरूले र मैले आदर गर्न सजिलो छ। तर परमेश्वरको वचनले भन्दछ आफ्नो शत्रुलाई पनि के गर, आफैलाई जस्तै प्रेम गर। तपाईँ मलाई कोही मान्छेले अनादर गर्छ, तपाईँ मलाई हेर्छ, तपाईँ मेरो विरुद्धमा कुरा गर्छ भनेदेखिलाई पनि तपाईँले र मैले वास्तवमा के गर्नु छोड्नु हुँदैन, त्यो मान्छेलाई आदर गर्न छोड्नु हुँदैन। किनकि यो आदर चाहिँ के हो, परमेश्वरको राज्यको संस्कार हो। हालेलुया। कसको राज्यको रे? परमेश्वरको राज्यको संस्कार हो। त्यसले गर्दा तपाईले मैले साधारण तरिकाले यो आदर भनेको के हो भनेर हेर्छौँ भनेदेखिलाई चाहिँ आदर भनेको चाहिँ कसैको मूल्य, स्थान र जिम्मेवारी र परमेश्वरले दिएको पहिचानलाई के गर्नु हो, कदर गर्नु हो। परमेश्वरले तपाईलाई छुट्टा छुट्टै मूल्यहरू दिनुभएको छ, परमेश्वरले तपाईलाई छुट्टा छुट्टै पहिचानहरू दिनुभएको छ, परमेश्वरले तपाईलाई छुट्टा छुट्टै त्यहाँनिर चाहिँ के त स्थानहरू दिनुभएको छ। त्यसले गर्दाखेरि त्यो कुराहरूलाई हामीले के गर्नु हो, आदर गर्नु हो। यसको मतलब चाहिँ आदर भनेको चाहिँ हामी नम्र भएर जय मसीह गर्नु मात्रै आदर गर्नु होइन है। फेरि आदर भनेको चाहिँ रिस उठे पनि बाहिरी मुखले चाहिँ एकदमै दाँत देखाएर जय मसीह गर्नु मात्रै आदर होइन प्रियहरू। आदर भनेको राम्रो बोल्नु हो। तपाईँले कसैलाई राम्रोसँग बोल्दै हुनुहुन्छ भनेदेखिलाई आदर गर्ने हुनुहुन्छ। तपाईँले घरमा नि तपाईँको छोराछोरीलाई, नानी बाबुलाई अर्थात् दाजुभाइ दिदीबहिनी भात खान आइसो भन्यो भने कस्तो सुनिन्छ? तपाईँले त्यही शब्दले मिलाएर चाहिँ बहिनी खाना खान आऊ भन्दाखेरि कस्तो सुनिन्छ? हो कि भन्नुहोस् त? शब्द त्यही नै हो, तर त्यो शब्दलाई तपाईँले र मैले कुन तरिकाले भन्छौँ भन्ने कुरा फरक पर्छ। त्यसले गर्दाखेरि तपाईँले र मैले कस्तो बोल्छौँ भन्ने पनि आदर हो। हालेलुया। तपाईँले मैले बोल्ने कुरा पनि के हो, आदर हो। तपाईँले मैले जब अरूको भावनालाई कदर गर्छौँ त्यो पनि के हो, आदर हो। आज संसारमा मान्छेहरू स्वार्थी भइराखेको छ। मान्छेलाई आफ्नो भावनाको मात्रै उसलाई फिक्री छ, अरूको भावनाको मतलब छैन। तपाईँ जब अरूको भावनाको कदर गर्नुहुन्छ परमेश्वरले तपाईँ र मलाई आशिष दिनुहुन्छ। त्यसले गर्दा आदर भनेको चाहिँ अरूलाई दिएको जिम्मेवारी छ नि, त्यो जिम्मेवारीलाई सम्मान गर्नु। सोच्छौँ पुलपिटमा बसेर वचन बोल्ने मान्छे चाहिँ भयङ्कर मण्डलीको पछाडि बसेर झाडु लाउने मान्छे चाहिँ केही काममा लाग्यो होइन। ती सबै के हुन्? परमेश्वरको राज्यको निम्ति बराबर हो। हालेलुया। ती सबै मानिसहरू परमेश्वरको राज्यको निम्ति बराबर हुन्। त्यसले गर्दाखेरि चाहिँ तपाईँले मैले के गर्नुपर्छ? थुप्रोचोटि हामी चाहिँ कामको आधारमा मान्छेले आदर गर्छन्। तर हामी मण्डली तपाईँ जहाँ जानुहोस्, कोही मान्छेले बाटोमा झाडु लाउँदैछ भनेदेखिलाई पनि त्यो व्यक्तिलाई त्यति नै आदर गर्नुहोस् जो मान्छेले कि त एउटा ठुलो स्थानमा बसेर उसले मानिसहरूलाई के गर्दैछ, अधिकार दिँदैछ भनेदेखिलाई पनि के त त्यो व्यक्तिलाई के गर्नुहोस्, आदर गर्नुहोस्। एउटा आदर गर्ने व्यक्तिले कुनै पनि मान्छेलाई सार्वजनिक रूपमा उसले के गर्दैन, उसले अपमान पनि गर्दैन। यो चाहिँ एकदमै अहिले तपाईँको सोसल मिडियामा हेऱ्यो भने नेपालमा होइन, मान्छेले सार्वजनिक रूपमा मान्छेको अपमान गरिराखेको छ, मान्छेले आत्मदाह गरिराखेको छ। किनभने भन्दा चाहिँ आदर नभएको कारणले नि मानिसहरू मृत्यु मान्छेले भोगिराखेको छ। किन भन्दा मानिसहरूले उसको आदर नगरेको कारणले गर्दा। मैले यसरी लिन्छु, जब हामी आदर गर्छौँ, आदरले चाहिँ हाम्रो जीवनलाई अझै सशक्तिकरण गर्ने काम गर्दछ। जब हामी आदर गर्दछौँ त्यो आदरले तपाईँ मेरो जीवन अझै सही मार्गमा हिँडाउनलाई के गर्दछन्, सहायता गर्दछन्। त्यसकारण त प्रिय आदर भनेको चाहिँ
मानिस योग्य भएको कारणले गर्दा मात्रै दिने होइन, तर परमेश्वरले उसले मूल्यवान बनाउनु भएको कारणले गर्दा हामीले एकले अर्कालाई आदर गर्ने हो। आमेन, हालेलुया। तपाईँ र मलाई हरेक जनालाई परमेश्वरले के बनाउनु भएको छ? मूल्यवान बनाउनु भएको छ। हामी गीत गाउँछौँ नि, सृष्टिको उत्तम सृष्टिमा चाहिँ सबैभन्दा मूल्यवान चाहिँ परमेश्वरले कसलाई बनाउनु भयो? मानिसलाई बनाउनु। त्यसले गर्दाखेरि चाहिँ आदर भनेको चाहिँ कुनै पनि मान्छेको सम्पत्तिलाई हेरेर, धनलाई हेरेर कोही मान्छेले हामीलाई आदर गर्छ भनेदेखिलाई याद गर्नु त्यो मान्छेले गरेको आदरमा स्वार्थ छ। तपाईको मेरो ट्यालेन्टलाई देखेर कोही मान्छेले हजुर भन्छ भनेदेखिलाई याद गर्नु तपाईको मेरो ट्यालेन्ट हौन्जेलसम्म मात्रै उसले आदर गर्छ। जब तपाईँ र म बिरामी हुन्छौँ, जब तपाईँ र मेरो ट्यालेन्ट सकिएर जान्छ, त्यो मान्छेले तपाईँ र मलाई घृणा गर्न सुरु गर्छ। त्यसकारणले गर्दा हामीले मान्छेलाई चिन्ने सही समय भनेको कति बेला हो भन्दा जब तपाईँ र म कष्टको बाटो भएर, परिस्थितिको बाटो भएर, मानिसको रिजेक्सन बाटो भएर जान्छौँ। अनि त्यो अवस्थामा जो व्यक्तिले तपाईँ र मलाई सहायता गर्छ त्यो चाहिँ तपाईँको र मेरो लागि असल मित्र हो। आमेन। त्यो चाहिँ तपाईँको र मेरो लागि के हो रे? असल मानिस, असल साथी हो तपाईँको र मेरो लागि। नत्र भनेदेखिलाई यो संसारमा तपाईँ र मसँग हुँदाखेरि, तपाईँ र मसँग गोजीमा खल्तीमा पैसा भयो भनेदेखिलाई तपाईँ र मेरो अगाडि मान्छेहरू आउनु ठुलो कुरो होइन। तपाईँ मलाई मान्छेले आदर दिनु ठुलो कुरो होइन। किनभने भन्दा त्यो मान्छेले तपाईँसँग भएको कुरालाई आदर गरिराखेको छ, तपाईँलाई होइन है। फेरि याद गर्नु। त्यसकारणले गर्दा साँचो मित्र, साँचो तपाईँलाई आदर गर्ने मान्छे थियो जो तपाईँ परिस्थितिमा हुँदाखेरि पनि तपाईँलाई उसले वास्ता गरिराख्छ। तपाईँ परिस्थितिमा हुँदाखेरि पनि तपाईँको कमजोरीमा त्यो मान्छे तपाईँसँगै उभिराख्छ। तपाईँको जीवनमा ठुलो कष्टको बाटो भएर जाँदाखेरि पनि तपाईँलाई भन्छ त्यो व्यक्तिले, साथी तिमी नडराऊ, म तिम्रो साथमा छु। हालेलुया। त्यो व्यक्ति चाहिँ वास्तवमा चाहिँ तपाईँ र मलाई आदर गर्ने व्यक्ति हो। त्यही कारणले प्रियहरू, पहिलो नम्बरमा तपाईँले र मैले परमेश्वरलाई आदर गर्नु पर्यो। सबभन्दा सुरु छ तपाईँ र मैले हरेक यो पृथ्वीमा भएको मानिसले कसलाई आदर गर्नु पर्यो? परमेश्वरलाई आदर गर्नु पर्यो। हितोपदेशको किताब 3:9 भन्दछ, आफ्नो सम्पत्ति र आफ्नो सबै उब्जनीको पहिलो फलले परमप्रभुलाई आदर गर। आदरको सुरुवात परमेश्वरबाट हुन्छ। यदि परमेश्वर हाम्रो जीवनमा पहिलो हुनुहुन्छ भनेदेखिलाई के हुन्छ? त्यहाँनिर परमेश्वरले काम गर्नुहुन्छ। बाइबलले भन्दछ, अस्ति पनि हामीले पढ्यौँ यो कुरालाई, आफ्नो सम्पत्ति र आफ्नो सबै उब्जनीको फलले कसलाई आदर गर रे? परमेश्वरलाई आदर गर। भनेको अस्तिको वचन अनुसार के गर्नु पर्यो? तपाईँको र मेरो पहिलो कुरा भनेको चाहिँ परमेश्वरले चाहिँ तपाईँको र मेरो दोस्रो कुरा चाहना गर्नुहुन्न कहिले पनि। सुन्नुहोस् है मण्डली, तपाईँको र मेरो बाँकी भएको, उब्रिएको त्यस पछाडि सकिएर लाग्दाखेरि चाहिँ तपाईँ र मलाई बढी भएर हालेको कुरा परमेश्वरलाई चाहिएको छैन। परमेश्वरलाई तपाईँले र मैले पहिलो स्थान दिनुपर्छ, पहिलो स्थान चाहनु भएको छ। त्यो के हो भनेर भन्दाखेरि चाहिँ तपाईँको र मेरो जीवनको पहिलो हिस्सा परमेश्वरलाई दिनु। आमेन। परमेश्वरलाई दिनु। जब हामी यो कुरा गर्छौँ भनेदेखिलाई चाहिँ याद गर्नुहोस्, तपाईँले र मैले कसलाई? परमेश्वरलाई आदर गरिराखेका हुन्छौँ। त्यसले गर्दा चाहिँ आदरको सुरुवात चाहिँ प्रियहरू परमेश्वरबाट हुँदछ। जब तपाईँ म परमेश्वरलाई आदर गर्छौँ, जब हामी परमेश्वरलाई हाम्रो जीवनको पहिलो स्थानमा राख्छौँ भनेदेखिलाई हाम्रो समयले हामी उहाँको आदर गर्छौँ। परमेश्वरलाई प्रार्थना गर्न, परमेश्वरलाई बाइबल अध्ययन गर्न हामी हाम्रो समयले के गर्छौँ? परमेश्वरलाई आदर गर्छौँ। अस्ति जोनाथन दाइ हामी जाँदै थियौँ अनि दाइले कुरा निकाल्दै हुनुहुन्थ्यो, तेरो भाउजू त राति 12 बजेसम्म तिमीहरूले 1 वर्षसम्मको बाइबल अध्ययन गर्ने दिएको रहेछ, पढेर बसे भनेर भन्नुहुन्थ्यो। अनि मलाई मजा लाग्यो। हेर्नुहोस् न, आदर परमेश्वरलाई आदर गर्ने व्यक्तिले के गर्छ? उहाँको समयलाई पनि के गर्छ? आदर गर्छ। हालेलुया। यो व्यक्तिले परमेश्वरलाई आदर गर्ने व्यक्तिले परमेश्वरको निम्ति प्रार्थना गर्न समय निकाल्छ। परमेश्वरलाई आदर गर्ने व्यक्तिले परमेश्वरसँग उपवास बस्नको निम्ति समय निकाल्छ। परमेश्वरलाई आदर गर्ने व्यक्तिले परमेश्वरको वचन
गर्छ? उसले हरेक समय परमेश्वरको निम्ति त्यो व्यक्ति के भइरहेको छ? खडा भइरहेको छ। परमेश्वरलाई आदर गर्ने व्यक्तिले उसको बोलीले उहाँलाई आदर गर्नुपर्छ। हाम्रो बोली चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ है। म पनि पक्कै बोलिहाल्छु, कहिलेकाहीँ मलाई पनि कस्तो राम्रो लाग्छ। पछि काम गर्दाखेरि अफिसमा कहिलेकाहीँ पुरा रिस उठिराखेको हुन्छ, पक्कै म बोली पठाइहाल्छु। त्यो पछि गएपछि मलाई यति साह्रो आत्मग्लानी हुन्छ। मैले सिक्छु कहिलेकाहीँ तपाईँको र मेरो बोली एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। तपाईँले मैले बोल्दाखेरि होस पुर्याएन भनेदेखि हामीले धेरै जीवनमा धेरै ठुलो क्षति, सुन्नुहोस् है, तपाईँको र मेरो बोली सही भएन भनेदेखिलाई तपाईँले र मैले जीवनमा धेरै ठुलो क्षति बिहोर्नु पर्ने हुन्छ। एकजना व्यक्तिले भन्दै थिए, मान्छेको 3 सेकेन्डको शब्दले मान्छेलाई 30 वर्षसम्म यहाँ हृदयमा चोट दिन्छ अरे क्या। 3 सेकेन्डको बोलीले। त्यही कारणले गर्दा बोली एकदमै धेरै महत्त्वपूर्ण हुन्छ। बाइबलले भन्दछ जीवन र मृत्युको शक्ति केमा हुन्छ? जिब्रोमा, अर्थात् यो बोलीमा हुन्छ। तपाईँले जे बोल्नुहुन्छ परमेश्वरले त्यो कुरामा तपाईँलाई सहायता गर्नुहुन्छ। त्यही कारणले गर्दा बोल्ने कुरा एकदमै धेरै महत्त्वपूर्ण कुरा छ। तपाईँको हाम्रो छोराछोरीसँग होइन, आफन्तसँग, मण्डलीमा तपाईँमा कस्तो बोल्छौँ महत्त्वपूर्ण कुरा हुन्छ। धेरै बोल्ने भन्दा बरु बोल्दै नबोलिकन बस्ने, चुहो लाएर बस्ने कहिलेकाहीँ मूर्ख पनि ठिकै हुन्छ क्या। किनकि बाइबलले भन्दछ धेरै बोल्नेले के गर्छ अरे? पाप गरी पठाउँछ भनेर परमेश्वरको वचनले भन्नुहुन्छ। त्यही कारणले गर्दाखेरि हामीले के गर्नुपर्छ? यो बोलीलाई, हाम्रो बोलीले हामीले उहाँलाई आदर गर्नेछौँ। हाम्रो पैसाले हामी परमेश्वरले के गर्न सक्छौँ? आदर गर्न सक्छौँ। पैसाले तपाईँको र मेरो जीवनको पहिलो स्थानको भाग तपाईँले मैले परमेश्वरलाई दिन्छ। मैले अस्ति परमेश्वरको वचनमा भन्दै थिएँ, तपाईँको र मेरो तपाईँले मैले कमाएको रुपियाँ पैसाको पहिलो भाग परमेश्वरको घरमा, परमेश्वरको भण्डारमा छैन भनेदेखिलाई तपाईँसँग भएको सबै कुरा बिस्तारै 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 रित्तिँदै जान्छ। किनकि परमेश्वरले तपाईँको र मेरो पैसा चाहनुहुन्न, तर परमेश्वरले तपाईँले र मैले उहाँलाई आदर गरेको परमेश्वर के गर्नुहुन्छ? चाहना गर्नुहुन्छ। त्यही कारणले गर्दाखेरि तपाईँको र मेरो पैसाले परमेश्वरलाई के गरेको? आदर गरेको। हाम्रो परिवारले पनि उहाँलाई आदर गर्नुपर्छ है। परिवारले परमेश्वरले के गर्नुपर्छ? आदर गर्नुपर्छ। हाम्रो सेवकाईले पनि उहाँलाई के गर्नुपर्छ? आदर गर्नुपर्छ। हामी चर्चमा आएर आउनेहरूले पनि हामीले के गर्नुपर्छ अरे? प्रभुलाई भन्नुपर्छ, प्रभु म तपाईँलाई साँच्चीकै आदर गर्छु। हालेलुया। मेरो जीवनको मालिक के हुनुहुन्छ? तपाईँ मात्रै हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि हामी आजको चर्चमा नम्र भएर ओ प्रभु तपाईँलाई आदर गर्छौँ भनेर सोच्छौँ। अब भोलि आइतबारदेखि शुक्रबारसम्म चाहिँ हामी परमेश्वरलाई आदर गर्छौँ कि गर्दैनौँ? त्यो तपाईँको र मेरो हातमा छ। त्यही कारणले गर्दाखेरि तपाईँको र मेरो आदर चाहिँ साँचो आदर चाहिँ मण्डलीमा होइन, साँचो आराधना चाहिँ मण्डलीमा होइन। प्रियहरू, तपाईँले मैले कस्तो राम्रो बजायो, कस्तो गायो, यो कुराले तपाईँले मैले राम्रो आराधना गर्छु भन्ने होइन। आराधना चाहिँ हामी यो मण्डलीबाट फर्केर गइसके पछाडि हामी के गर्छौँ त्यो चाहिँ वास्तविक आराधना हो। किनकि वर्शिप भनेको चाहिँ जीवनशैली हो। हालेलुया। त्यसले गर्दाखेरि आराधना भनेको चाहिँ के अरे? जीवनशैली हो। हाम्रो हरेक समयको आराधनाले भनेको हाम्रो जीवनको जियाइले हामीले परमेश्वरलाई आदर गर्नुपर्छ। जब व्यक्तिले परमेश्वरलाई आदर गर्छ, याद गर्नुहोस्, संसारमा हुँदाखेरि एउटा छोराले बाउलाई खुसी पार्यो भनेदेखिलाई, बाउले भनेको मान्यो भनेदेखिलाई के त्यो बाउले त्यो छोराको लागि सबै कुरा गर्दैन र? गर्छै गर्दैन? उसलाई चाहिएको कुरा त्यो बाउले जसरी भए पनि आफ्नो रातभरि दिनभरि परिश्रम गरेर भए पनि एउटा आदर गर्ने बुवाको लागि बुवाले आफ्नो छोराको लागि के त मैले जे पनि गर्दिन सक्नुहुन्छ। तर आज विडम्बनाको कुरा, परिवारमा आदर हराइराखेको छ। कसरी बाउले छोरालाई आदर गर्नुको साटो, छोराले बाउलाई आदर गर्नुको साटो कति छोराहरूले बाउलाई कुटिराखेको हुन्छ। तपाईँले देख्नुहुन्छ नि मिडियातिर होइन?
तपाईँले जब आदर गर्नुहुन्छ तपाईँको परिवार बनिन सुरु हुन्छ। हालेलुया। जब तपाईँको परिवारमा आदर हुन्छ, तपाईँको परिवारमा परमेश्वरको काम देखिनलाई सुरु हुन्छ। तपाईँको परिवारमा आदर छैन, एकले अर्कालाई बोल्दाखेरि अपमान गर्ने, एकले अर्कालाई बोल्दाखेरि होच्याउने, एकले अर्काको वास्ते नगर्ने, एकले अर्काको भावनै नबुझ्ने भयो भनेदेखिलाई के हुँदैन? त्यो परिवार आशिषको हुँदैन। त्यसले गर्दाखेरि तपाईँले मैले के गर्नुपर्छ? तपाईँको मेरो परिवारलाई, एकले अर्कालाई परिवारमा के गर्नुपर्छ? तपाईँले मैले आदर गर्नु एकदमै धेरै आवश्यक छ। परमेश्वरलाई आदर गर्ने एउटा महान उदाहरण तपाईँले म बाइबलमा हेर्छु भनेदेखिलाई अब्राहमको किताब 22 अध्यायमा अब्राहमले परमेश्वरलाई यसरी आदर गरे कि परमेश्वरले भन्नुभयो, बुढेसकालमा अब्राहम 99 वर्ष हुँदा, साराई 90 वर्ष हुँदाखेरि परमेश्वरले अब्राहमलाई एउटा सन्तान दिनुभएको छ। एउटै सन्तान छ जिन्दगीमा मैले पाएको। परमेश्वरले भन्नुभएको छ, ए अब्राहम, अब तैँले तेरो मैले तँलाई दिएको एउटै सन्तानलाई तैँले के गर? लगेर बलिदान चढा माग। अब्राहमले यसो भनेन, ओ प्रभु, बल्ल बल्ल दिएको सन्तानले मार भन्नुहुन्छ, तपाईँले के गर्न खोजेको हो तपाईँले? अब्राहमले भनेन त्यहाँनिर। तपाईँले मैले उत्पत्तिको किताब 22 अध्यायमा तपाईँले मैले हेर्छु भनेदेखिलाई चाहिँ उत्पत्तिको किताब 22 अध्यायमा अब्राहमलाई परमेश्वरले भन्नुभयो, लगेर तेरो छोरालाई के गर्ने? बलिदान गर। अब्राहमले नाइनासले केही गरेन, आफ्नो छोरालाई झुरुक्क बोकेर गदामाथि हालेर लगे बलिदान चढाउनलाई। यसको मतलब चाहिँ अब्राहमले के गरे? परमेश्वरको आदर गरे। सुन्नुहोस् है, आदर भनेको चाहिँ कहिले परमेश्वरलाई आदर गर्नु भनेको चाहिँ मेरो इच्छा भन्दा पनि प्रभु तपाईँको इच्छा चाहिँ ठुलो हो भन्नु हो। त्यो आदर हो। प्रभु तपाईँको इच्छा भन्दा मेरो इच्छा ठुलो हो, त्यो आदर होइन। आदर भनेको चाहिँ के हो? प्रभु, मेरो इच्छा भन्दा पनि तपाईँले मेरो छेउमा राखिदिनु भएको इच्छा चाहिँ मेरो लागि के हो? ठुलो हो। जब हाम्रो इच्छा र परमेश्वरको इच्छा ठोकिन्छ, तपाईँको मेरो लागि प्रश्न, तपाईँ कसलाई पहिले स्थान दिनुहुन्छ? कसलाई तपाईँ पहिले स्थान दिनुहुन्छ? तपाईँको इच्छालाई कि परमेश्वरको इच्छालाई? कसको इच्छालाई? हामीले परमेश्वरको इच्छालाई हामीले के गर्नुपर्छ? पहिलो स्थान दिनुपर्छ। जसले परमेश्वरलाई आदर गर्छ त्यो व्यक्तिले आफ्नो आमा बुवालाई पनि आदर गर्छ। सुन्नुहोस् है छोराछोरी, हो एउटा छोराछोरीले के गर्छ अरे? आफ्नो आमा बुवालाई आदर गर्दछ। बाइबलमा हेर्छु भनेदेखि परमेश्वरले दिनुभएको 10 आज्ञा मध्ये चाहिँ एउटा आज्ञा चाहिँ आफ्नो आमा बुवाको के गर? आज्ञा पालन गर। सुन्नुहोस् है छोराछोरीहरूको लागि आफ्नो आमा बुवालाई आदर गर। अनि यो आज्ञा अर्थात् यो आदर गर्ने कुरा यति धेरै महत्त्वपूर्ण कुरा छ कि एफिसीको किताब 6 अध्यायको 2 र 3 पदमा पनि यो कुरा दोहोऱ्याइएको छ। ए छोराछोरी हो, आफ्नो आमा बुवाको के गर? आदर गर। बाइबलले भन्दछ, तिमीले देखिने आमा बाबुको आदर गर्दैनौ भनेदेखिलाई नदेखिने परमेश्वरलाई कसरी आदर गर्छ? आज थुप्रो छोराछोरीले बाबुआमाको इच्छा लत्याएर आफ्नो तरिकाले दौडिराखेको हुन्छ। आज थुप्रो छोराछोरीहरू आफूलाई मनपर्ने कुराहरू मात्रै गरिराखेको हुन्छ। बाबुआमाको इच्छा बुझ्दैन उनले कहिले पनि। हाम्रो मण्डलीको प्रिय छोराछोरी, तपाईँले जो हुनुहुन्छ, तपाईँको बुवा आमा हुनुहुन्छ, म तपाईँलाई एन्करेज गर्छु, आफ्नो बुवा आमा नपढेको भए पनि, आफ्नो तपाईँको मेरो बाबुआमासँग धन सम्पत्ति प्रशस्तै नभए पनि, तपाईँको र मेरो बुवा आमा चाहिँ अरू जस्तो ट्यालेन्ट नभए पनि, तपाईँले र मैले कहिले पनि आफ्नो बाबुआमालाई आदर गर्न छोड्नु हुँदैन। आमेन। किनकि आदर गर्ने कुरा चाहिँ कसको आज्ञा हो? परमेश्वरको आज्ञा हो। हो, यो आदर गर्ने कुरा चाहिँ कहाँबाट आउँछ? परमेश्वरबाट पनि आउँछ। त्यसले गर्दाखेरि प्रिय छोराछोरीहरू, म तपाईँलाई एउटै कुरा भन्न चाहन्छु आजको दिनमा, तपाईँको बाबुआमा यो संसारमा हुँदै तपाईँले आदर गर्नुहोस्। कति छोराछोरीहरू बाबुआमालाई संसारमा आउँदा यति धेरै दुःख दिन्छ। कति छोराछोरीहरू संसारमा हुँदा बाबुआमाले भने
लागि रुन कराउन सुरु गर्छ, केही फाइदा छैन। बाउमा, तपाईँ र मेरो बाउआमा यो संसारमा हुँदै गर्दाखेरि जति सकिन्छ आदर, जति सकिन्छ प्रेम, जति सकिन्छ वास्ता हामीले हाम्रो बाउआमालाई दिनु आवश्यक छ। आमेन। किन भन्दाखेरि चाहिँ तपाईँको मेरो बाउआमालाई चाहिँ परमेश्वरले के त परमेश्वर पछाडि यो संसारको लागि के त तपाईँको र मेरो लागि तपाईँको र मेरो बुवाआमा दिनुभएको छ। त्यसले गर्दाखेरि श्रापित सन्तान त्यो जसले आफ्नो बाउआमाको आदर गर्दैन। श्रापित छोराछोरी त्यो हो जसले चाहिँ परमेश्वरले यो संसारमा हाम्रो लागि राखिदिनु भएको बाउआमालाई उसले आदर गर्दैन। म तपाईँलाई इन्करेज गर्छु, तपाईँको कतिजनाको यस संसारमा बुवाआमा हुनुहुन्छ भनेदेखि लागि बाउआमालाई वास्तवमा चाहिँ बाउआमालाई धेरै कुरा चाहिने रहेनछ। तपाईँको र मेरो बाउआमालाई तपाईँले र मैले 1 लाख रुपियाँ पैसा दिएर भोलिपल्ट कठोर बोली बोल्यो भनेदेखि त्यो काम रहेनछ। बाउआमालाई चाहिँ आफ्नो सन्तानले मिठो बोली बोलिदियो भनेदेखि अनि बाउआमालाई सबै कुरा प्यारो हुनुपर्छ। त्यस कारण गर्दा तपाईँको आमा बुवालाई दिनको लागि तपाईँ र मसँग प्रशस्ति धन सम्पत्ति छैन होला। हुनसक्छ तपाईँको बाउआमा तपाईँसँग हुनुहुन्न होला, घरमा हुनुहुन्छ होला, गाउँमा हुनुहुन्छ होला, सहरमा हुनुहुन्छ होला। तपाईँ भरे जानुहोस् अनि तपाईँले तपाईँको बुवालाई सोध्नुहोस्, बुवा तपाईँलाई कस्तो छ, तपाईँको शरीरलाई कस्तो छ, तपाईँले औषधि खानुभयो कि भएन, यति सोधे पुग्यो क्या। तपाईँले ठुलो कुरा गरेर किन आँटेको बुवा म तपाईँको लागि महल बनाइदिन्छु भन्नु आवश्यक छैन। तपाईँको बुवाआमाको लागि एउटा मिठो शब्द तपाईँले प्रयोग गरिदिनु भयो भने उहाँहरू खुसी हुनुहुन्छ। किनकि बाइबलले भन्दछ कुन चाहिँ बाउ होला र एउटा छोराले रोटी माग्दाखेरि ढुङ्गा दिने, कोही पनि छैन। तपाईँको मेरो लागि तपाईँको मेरो बाउआमाले कति धेरै गरेको छन्, तपाईँले मैले कहिले पनि भुल्नु हुँदैन। तपाईँको मेरो बाउआमाको त्यागलाई तपाईँले मैले कहिले पनि भुल्नु हुँदैन। त्यसले गर्दाखेरि म जहिले पनि भन्छु तपाईँको बाउआमा हुँदैखेरि सेवा गर्नुहोस्, मरेपछि सेवा गर्छु भनेर नताक्नुहोस्। तपाईँको बाउआमा हुँदै गर्दाखेरि तपाईँको बाउआमा छेउमै हुँदाखेरि तपाईँको बुवाआमालाई सबैभन्दा बेस्ट आदर गर्नुहोस्, सबैभन्दा राम्रो सेवा गर्नुहोस् आफ्नो बाउआमाको लागि। परमेश्वरले तपाईँको जीवनमा आशिष दिनुहुन्छ। तपाईँको चर्चको अगुवाहरूलाई, पास्टरलाई पनि हामीले के गर्नुपर्छ? आदर गर्नुपर्छ। पहिलो तेस्सलोनिके किताब 5 अध्यायको 12 देखि 13 मा भनेको छ, तिमीहरूको बीचमा परिश्रम गर्नेहरूलाई, तिमीहरूलाई अगुवाई गर्नेहरूलाई तिमीहरूले सम्मान गर। हाम्रो चर्चलाई, हाम्रो लिभिङ फेथ चर्च चाहिँ आदरको एउटा स्थान बन्नुपर्छ। आमेन। हालेलुया। अगुवाले गरिरहेको छैन त त्यो अगुवालाई किन सम्मान गर्नु र त्यो अगुवा पास्टरले हामीभन्दा सानो छ, उमेरले खुच्चे छ, होइन। तपाईँको सेवा गर्ने मान्छेलाई तपाईँले आदर गर्नुपर्छ। आमेन। तपाईँको सेवा गर्ने मान्छेलाई तपाईँले इज्जत गर्नुहोस्। हाम्रो कतिजना सेवाकाई गर्ने भाइहरू तपाईँको घरमा आउँदाखेरि मलाई आदर गर्नुहोस्। जो व्यक्तिले आदर गर्छ त्यो परिवारमा परमेश्वरको आशिष खनिनलाई सुरु हुन्छ। आमेन। हालेलुया। मण्डलीमा सेवकहरू हुन्छ, पास्टर हुँदाखेरि तपाईँले